नमस्कार साथीहरू, आज हामी एकदम गहिरो र रोचक विषयमा जानकारी लिन लागेका छौं। शून्यवाद। आजको यस भिडियोमा हामी बुझ्नेछौं कि आखिर शून्यवाद के हो, यसको इतिहास कस्तो छ, यसका मुख्य सिद्धान्तहरू के हुन् र यो हाम्रो आधुनिक जीवनमा यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा आजको भिडियोमा हामी चर्चा गर्नेछौं। धेरै पटक जब हामी शून्य वा खालीपन जस्ता शब्दहरू सुन्छौं तब हाम्रो मनमा नकारात्मकता वा डरको भावना आउन सक्छ। तर शून्यवादले हामीलाई सिकाउँछ कि साँचो शान्ति र स्वतन्त्रता यही खालीपनलाई बुझ्नमा छ। यो दर्शन मात्र होइन, बौद्ध धर्मको एक महत्त्वपूर्ण हिस्सा पनि हो। आज हामी सरल र सजिलो भाषामा यसको गहिरो सोचलाई बुझ्ने प्रयास गर्नेछौँ ताकि तपाईले यसलाई मात्र सुन्न नभई आफ्नो दैनिकीमा पनि महसुस गर्न सक्नुहोस्। त्यसैले साथीहरू, कुनै ढिला नगरी सुरु गरौँ यो सुन्दर यात्राको, शून्यतादेखि पूर्णतासम्मको यात्रा। जब हामी शून्यवादको कुरा गर्छौँ सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने शून्य भनेको खालीपन मात्र होइन। शून्यवाद अनुसार शून्यको मतलब हो हरेक चीजको वास्तविक स्वभावलाई बुझ्नु, अर्थात् जुन चीजहरू हामीलाई स्थायी लाग्छन् तिनीहरू वास्तवमा सधैँ परिवर्तन भइरहन्छन्। उनको कुनै स्थायी स्वरूप हुँदैन। शून्यवादले हामीलाई बताउँछ कि जे कुरा हामी अनुभव गर्छौँ, खुसी, दुःख, सफलता, असफलता सबै अस्थायी हुन्छन्। यो दर्शनले यो भन्दैन कि संसार खराब छ वा केही पनि महत्त्वपूर्ण छैनन्, बरु यो सिकाउँछ कि हामीले जे कुरा वास्तविक ठान्छौँ त्यो वास्तवमा परिवर्तनशील छ, खाली र अरू कुरामा निर्भर हुन्छ। यसलाई शून्यवादमा इम्प्टीनेस भनिन्छ। यहाँ इम्प्टीनेसको मतलब हुन्छ कुराको स्वतन्त्र अस्तित्व नहुनु, हरेक कुरा कुनै न कुनै कुरामा निर्भर रहनु। जस्तै एउटा फुललाई हेरौँ, त्यो आफैले बनेको होइन, माटो, पानी, घाम र समयको उपस्थितिबाट बनेको हुन्छ। यदि यी मध्ये कुनै पनि एउटा कुरा हटाएर फुललाई फुल बनाउन सकिँदैन। त्यसैगरी हाम्रा भावना, हाम्रा विचार, हाम्रा शरीर सबै अरूमा निर्भर रहने गर्छन्। शून्यवादले हामीलाई सिकाउँछ कि यदि हामी यस अन्तर सम्बन्धलाई बुझ्न सक्यौँ भने हामी आफ्नो दुःख, डर र लगावबाट मुक्त हुन सक्छौँ। किनभने जब हामीलाई थाहा हुन्छ कि सबै कुरा अस्थायी छन् तब हामी कुनै पनि कुरालाई मजबुतीसँग समात्न खोज्दैनौँ र यही हो साँचो शान्ति। शून्यवाद एउटा दृष्टिकोण हो जसले हामीले जीवनलाई सजिलो र गहिरो तरिकाले हेर्न मद्दत गर्छ। यसले हामीलाई कडाइपूर्ण सोचबाट टाढा लग्छ। यसले भन्छ कि कुनै पनि कुरा सधैँका लागि राम्रै छ अनि नराम्रै छ भन्ने पनि हुँदैन। सबै कुरा परिस्थितिमा भर पर्छ। जस्तै पानी पर्यो भने किसानका लागि त्यो खुसीको कुरा हुन सक्छ, तर कुनै गरिब जो नदीको किनारमा बस्ने गर्छ ऊ गरिब परिवारका लागि त्यो झन्झट र दुःखको कुरा हुन सक्छ। अब सोचौँ, पानी आफैमा पर्नु राम्रो हो या नराम्रो हो? सबै कुरा दृष्टिकोण, अवस्था अनुसार फरक फरक हुने गर्दछ। यही शून्यवादको मुख्य धारणा हो। कुनै पनि कुरा आफैले अलग्गै अस्तित्व राख्दैन। शून्यवादको अर्को राम्रो पक्ष के छ भने यसले हामीलाई अहङ्कारबाट मुक्त पार्छ। जब हामी बुझ्छौँ कि हाम्रो म पनि परिस्थितिमा भर पर्छ तब हामी कठोर पहिचानबाट छुटकारा पाउन सक्छौँ। हामी खुला मनका, बढी दयालु र बढी शान्त हुन सक्छौँ। शून्यवादको अन्तिम लक्ष्य हो मुक्ति, अर्थात् स्वतन्त्र हुनु। मुक्ति कसबाट? आफ्नो गलत विश्वासबाट, आफ्नो डरबाट, अनावश्यक अपेक्षाहरूबाट। त्यसैले शून्यवाद केवल एउटा दार्शनिक सिद्धान्त होइन, यो एक अभ्यास हो, जिउने तरिका हो जसले हामीलाई सिकाउँछ कि साँच्चै स्वतन्त्र बन्न सकिन्छ। न त केही समात्नुहोस्, न त केहीबाट भाग्नुहोस्। बस सबै कुरा त्यसको साँचो स्वभावमा स्वीकार्नुहोस्। यही हो शून्यवाद, शून्यमा लुकेको पूर्णता बुझ्ने र जिउने कला। शून्यवादको इतिहास एकदम सम्पन्न र गहिरो छ। यसको सुरुवात सिधै भारतीय सोचसँग जोडिएको छ, विशेष गरी बुद्धिस्ट दर्शनसँग जोडिएको छ। आउनुहोस् यसलाई पनि एकदम सरल तरिकाले क्रमशः बुझौँ।
पहिले कुरा गर्ने हो भने शून्यवाद राम्रोसँग विकास गराउनेको क्रेडिट महायानी बुद्ध धर्मका महान दार्शनिक नागार्जुनलाई जाने गर्दछ। नागार्जुन दोस्रो शताब्दीतिरका थिए। उनले शून्यवादलाई एक गहिरो र तार्किक प्रणालीका रूपमा प्रस्तुत गरे। त्यो बेला भारतमा थुप्रै दर्शनहरू चलिरहेका थिए, जस्तै वेदान्त दर्शन, सांख्य, जैन धर्म आदि। सबैले आफ्नो आफ्नो तरिकाले सत्य र मुक्ति के हो भनेर व्याख्या गर्दै थिए। तर जब नागार्जुनले एकदम नयाँ र क्रान्तिकारी प्रश्न उठाए, उनीहरूले भने हामीले संसारमा जे देख्छौँ तिनीहरू आफ्नै स्वतन्त्र पहिचान राख्दैनन्, सबै कुरा शर्तहरूमा निर्भर रहने गर्दछन्। यही विचारलाई उनीहरूले आफ्नो किताब मूल मध्यमकारिका भन्ने किताबमा विस्तार गरेर व्याख्या गरेका छन्। यो किताबको अर्थ हो मध्य मार्गको मूल सिद्धान्त। यो शून्यवादको सबैभन्दा प्रमाणिक र सम्मानित पुस्तकको रूपमा लिइन्छ अथवा यसलाई मान्ने गरिन्छ। नागार्जुनले बौद्ध दर्शनका पुराना अवधारणाहरू प्रत्युत्पादक भन्ने अथवा आश्रित उत्पत्तिको विषयमा गहिरो विश्लेषण गरे। उनको भनाइ थियो, यदि सबै कुरा कारण र परिणाममा निर्भर रहने गर्दछन् भने कुनै पनि कुरा आफैमा स्वतन्त्र हुन सक्दैनन्, र यदि कुनै कुरा स्वतन्त्र छैन भने उसको स्थायी अस्तित्व पनि हुँदैन। यही हो कि खालीपन, यही हो शून्यता। तर एउटा निकै महत्त्वपूर्ण कुरा यो पनि छ कि नागार्जुनले यसलाई नकारात्मक बनाएनन्। शून्यवादमा शून्यको मतलब खालीपन होइन, यसले एउटा गतिशील र जीवन्त वास्तविकतालाई देखाउँछ भन्ने मान्यता उनीहरूले स्थापित गरे, जहाँ हरेक कुरा आपसमा जोडिएका छन्, बदलिरहेका छन् र तरल छन्। त्यसपछि शून्यवादमा महायान बौद्ध धर्मको मुख्य हिस्सा बनेको थियो। महायानको मतलब हुन्छ द ग्रेट भेहिकल अथवा महायान भन्ने कुरा बुझ्नुहोला। एउटा यस्तो शाखा हो जसले तपाईको केवल साधु र भिक्षुहरूका लागि मात्र होइन, सम्पूर्ण प्राणीहरूका लागि इनलाइटमेन्ट अथवा चाहिँ ज्ञान सम्भव हुन्छ भन्ने मान्यता राख्छ। शून्यवाद महायानभित्र यसरी मिसियो कि पछि विभिन्न ट्रेडिसन जस्तै बुद्धिज्ममा समेत यसको प्रभाव देख्न सकिन्छ। चीन, जापान र तिब्बतका बुद्धिस्टहरूमा फैलिँदा, बुद्ध धर्म फैलिँदा नागार्जुनको शून्यवादको पनि ठुलो प्रभाव परेको देखिन्छ। चिनिया विचारकहरू र जापानी जिएन विचारका मास्टरहरूले पनि नागार्जुनको जुन शून्यवाद अथवा एम्प्टीनेस छ, एम्प्टीनेसको अवधारणा स्वीकारेर आफ्ना शिक्षामा समावेश गरेका थिए। यसरी शून्यवाद पुरै एसियामा फैलिएको थियो र फैलियो। अब अलिकति पूर्वीय दृष्टिकोणबाट पनि हेर्ने हो भने भारतमा शून्यवादको सामना वेदान्त दर्शनले गर्यो। वेदान्त भन्ने गर्दछ कि वेदान्तका अनुसार अथवा वेदान्तको मूल मर्म अनुसार अन्तिम वास्तविकता भनेको ब्रह्म हो, एउटा पूर्ण र स्थायी सत्य भनेको ब्रह्म हो। तर शून्यवाद भन्छ कुनै पनि स्थायी आत्मा वा सत्य भन्ने हुँदैन, सबै कुरा शून्य हो। यी दुई विचारधाराबीच स्वस्थ बहस भयो। वेदान्तवादीहरूले नागार्जुनलाई चुनौती दिए र नागार्जुनले पनि तर्कसहित आफ्ना जवाफहरू दिए। यी बहसहरूले भारतीय अथवा पूर्वीय दर्शनलाई अझ समृद्ध र गहिरो बनायो। समयको क्रम सँगसँगै शून्यवादले बुद्धको तर्कलाई र एपिस्टेमोलोजी, जसलाई हामी चाहिँ ज्ञान मीमांसा भनिन्छ, एपिस्टेमोलोजीमा पनि योगदान दिएका थिए। मध्यकालीन समयमा जब बुद्ध धर्म भारतमा घट्न थाल्यो अथवा बुद्ध धर्म मान्ने धर्मावलम्बीहरूको सङ्ख्या घट्दै गयो, तब शून्यवादको प्रभाव पनि कम हुँदै गएको थियो। तर तिब्बतमा यो दर्शन निकै राम्रोसँग फल्यो फुल्यो फस्टायो। तिब्बती बौद्ध धर्ममा आज पनि नागार्जुनलाई विशेष सम्मानका साथ हेर्ने गरिन्छ। दलाई लामा पनि बारम्बार नागार्जुन र शून्यवादको चर्चा गर्ने गर्दछन्। आधुनिक समयमा पश्चिमी दार्शनिकहरूले पनि शून्यवादमा रुचि देखाएका छन्। 20औं शताब्दीमा टिआरबीबी मूर्ति, डेभिड कलुपाना र एडवर्ड कल्ले जस्ता चिन्तकहरूले नागार्जुन र शून्यवादमा विस्तृत अनुसन्धान गरेका छन्। उनीहरूले शून्यवादलाई अस्तित्ववाद, फेनोमेनोलोजी र
पोस्ट मोडर्निज्म जस्ता पश्चिमी दर्शनसँग तुलना गरेका छन्। यसले शून्यवादलाई विश्वव्यापी दार्शनिक संवादको हिस्सा बनायो। आज शून्यवाद केवल पुरानो विचार मात्र होइन, माइन्डफुलनेस र मेडिटेसन साथसाथै नन अट्याचमेन्ट जस्ता आधुनिक अभ्यासहरूको आधार पनि बनेको छ। चाहे बुद्ध धर्म होस्, साइकोलोजी होस् या स्पिरिचुअलिटी होस्, यी सबै ठाउँहरूमा शून्यवाद जहिले पनि आफ्नो शक्तिशाली उपस्थिति कायम राखेको छ। त्यसैले साथीहरू, शून्यवादको इतिहास एउटा यात्रा हो जुन पूर्वीय विशेष गरी भारतबाट सुरु भएर विश्वभरि फैलिएको छ र आज यो लाखौँ मानिसहरूलाई जीवन हेर्ने नयाँ दृष्टिकोण दिइरहेको छ। अब हेरौँ शून्यवादका मुख्य सिद्धान्तहरू के छन् त। अर्थात् शून्यवादी विचारका मुख्य विचारकहरूले यो सम्पूर्ण दर्शनमा आधारित छ भन्ने मान्यता राख्छन्। शून्यवादको पहिलो र सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो प्रतित्व समुत्पादक अथवा निर्भर र उत्पत्ति। यसको मतलब हो सबै कुरा एक अर्कामा निर्भर छन्। यसको अर्थ कुनै पनि वस्तु, भावना वा विचार आफैमा अलग्गै बस्दैनन्। सबै कुरा कुनै न कुनै कारण र अवस्थासँग जोडिएका हुन्छन्। जस्तै एउटा रुखलाई हेर्नुहोस्, त्यो माटो, पानी, घाम, हावा जस्ता सबै कुराहरू मिलेर मात्र बनेको हुन्छ। तीमध्ये कुनै पनि कुरा हटाइयो भने अथवा कुनै पनि कुराको अनुपस्थिति रह्यो भने रुख हुँदैन, रुख बन्न सक्दैन। ठ्याक्कै यसै गरी हामी मानिसहरू पनि हाम्रा विचार, हाम्रो पहिचान सबै बाहिर र भित्रका कारणहरूमा निर्भर हुन्छ। शून्यवादले यही कुरा सिकाउने गर्छ। कुनै पनि कुरा स्वतन्त्र छैन। अर्को गहिरो सिद्धान्त हो शून्यवादको शून्यता अर्थात् खालीपन। तर ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ खालीपनको मतलब केही पनि नभएको होइन। शून्यता भनेको कुनै पनि वस्तु या अनुभव स्थिर अथवा रैखिक हुँदैन। जुनसुकै कुरा हामीले देख्छौँ त्यो निरन्तर परिवर्तन हुँदै जान्छ, तरल जस्तो हुँदैन। उदाहरणका लागि हाम्रो मनोवृत्ति हरेक दिन फरक फरक हुन्छ, कहिले खुसी कहिले दुखी। यदि हाम्रो मन र भावना यति धेरै बदलिन्छन् भने हामी कसरी भन्न सक्छौँ कि हामीभित्रको म अथवा सेल्फ स्थायी छ भनेर भन्न सकिने अवस्था रहँदैन। शून्यवादले भन्ने गर्छ जब हामी यो सधैँ बदलिँदो वास्तविकतालाई बुझ्छौँ तब हामी अनावश्यक लगावबाट मुक्त हुन सक्छौँ र त्यहीँबाट सुरु हुन्छ वास्तविक र भित्री स्वतन्त्रता। शून्यवादले तेस्रो सुन्दर पक्ष अथवा मान्यता के छ भने, सिद्धान्त के छ भने मध्यम मार्ग अथवा बीचको बाटो भन्ने सिकाउने गर्छ। नागार्जुनले यस विषयमा जोड दिएर के भनेका छन् भने धेरै एक्सट्रिम विचारलाई अवलम्बन गर्नु हुँदैन, चाहे जुनसुकै कुरामा होस्। न हामीले सबै कुरा बिल्कुलै सत्य छ भन्नुपर्छ, न त केही कुरा पनि सत्य छैन भनेर भन्नुपर्छ। दुवै एक्सट्रिम सोच गलत हो अथवा चरम विचारहरू गलत हुने गर्छन्। सही तरिकाले भन्ने हो भने बीचको बाटो रोज्नु नै सबैभन्दा उपयुक्त मार्ग हुने गर्छ। बुझ्नुहोस् कि सबै कुरा आपसमा निर्भर छन्, बदलिँदो छन् र त्यसै गरी बुझाइमा सन्तुलन र बुद्धिमानी राख्नु नै राम्रो हुन्छ। बीचको बाटोले हामीलाई कडा सोच र भावनात्मक अत्याधिकताबाट बचाउँछ। यो सिकाउँछ कि जीवनलाई सजिलै र लचिलोपनसँग जिउनु पर्दछ। शून्यवादले अर्को रमाइलो सिद्धान्त ल्याउँछ, टु ट्रुथ डक्ट्रिन भन्ने गरिन्छ यसलाई अङ्ग्रेजीमा। यसका अनुसार दुई प्रकारका सत्य हुन्छन् अथवा सत्य सम्बन्धी धारणामा शून्यवादका अनुसार दुई प्रकारका सत्य हुन्छन्। पहिलो सत्य हो समवृत्ति सत्य वा परम्परागत सत्य। यसको मतलब दैनिक जीवनमा हामीले जे ठान्छौँ, जस्तै म विद्यार्थी हुँ, यो गाडी हो, यो घर हो, यी सबै व्यवहारिक तहमा सत्य हुन्छन् तर अन्ततः परिवर्तनशील हुन्छन्। दोस्रो सत्य हो परमार्थ सत्य वा परम सत्य। शून्यवादी मान्यता अनुसार यसको मतलब जब हामी गहिराइमा हेर्छौँ भने पाउँछौँ कि कुनै पनि कुरा स्वतन्त्र रूपमा अस्तित्वमा छैन। सबै कुरा खाली अर्थात् शून्य छन्। सबै कुरा शर्तहरूमा भर पर्ने गर्दछन्। शून्यवादले हामीलाई सिकाउँछ कि दुवै तहहरू बुझ्नु जरुरी छ। न त परम्परागत सत्यलाई पुरै अस्वीकार गर्नु
उपयुक्त हुन्छ, न त परम सत्यलाई व्यवस्था गर्नु उपयुक्त हुन्छ। सन्तुलनमा बस्नु नै असली बुद्धिमानी हो। शून्यवादमा अर्को महत्त्वपूर्ण कुरा के छ भने अनात्मा, जसको अर्थ हो कोही स्थायी आत्मा छैन भन्ने अनात्माको धारणा पनि रहेको छ। परम्परागत भारतीय दर्शन जस्तै वेदान्तमा आत्मालाई स्थायी र अविनाशी भन्ने मान्दै गर्दै आइरहेको थियो। तर शून्यवादले के भन्ने गर्दछ भने हाम्रो म अथवा हामीभित्रको सेल्फ जसलाई भनिन्छ त्यो पनि अवस्था र अनुभूति अनुसार परिवर्तित भइरहन्छ अथवा भर पर्ने गर्छ भने हाम्रो म कुनै पनि स्थिर वस्तु होइन, यो त विचार, सम्झना, भावना र अनुभवहरूको एउटा चलायमान सङ्ग्रह हो भन्ने मान्यता शून्यवादले राख्ने गर्दछ। जब हामी यो कुरा गहिरोसँग बुझ्छौँ तब हाम्रो अहङ्कार अथवा हामीभित्रको अहम कमजोर हुन्छ र हामी बढी करुणामय र शान्त हुने गर्दछौँ। शून्यवादको अन्तिम मुख्य सिद्धान्त यही हो। करुणा भनेको दया हो। जब हामी बुझ्छौँ कि सबै जीवहरू परिवर्तनशील हुँदैछन् र पीडामा छन् तब स्वाभाविक रूपमा हाम्रो भित्रको करुणा पनि जाग्ने गर्दछ। शून्यवाद भनेको केवल चिसो तार्किक दर्शन होइन, यो मनसँग जोडिएको कुरा हो। यसले सिकाउँछ कि बुझाइ र करुणा दुवै सँगै जान्छन्। यदि हामी साँच्चीकै शून्यवाद बुझ्यौँ भने हामी झट्ट निर्णय गर्ने हुँदैनौँ, अरूलाई सहयोग गर्ने स्वभावको हुने गर्दछौँ अथवा त्यस्तो खालको स्वभावमा प्रेरित हुने गर्दछौँ। धेरैले सोध्दछन् कि शून्यवाद र निहिलिजम, जसलाई अङ्ग्रेजीमा निहिलिजम भनिन्छ, निहिलिजम एउटै खालको हो भन्ने धेरै मानिसहरूमा त्यस्तो खालको विश्वास पनि रहेको छ। तर यिनीहरू बीच धेरै फरक पनि रहेको छ। शून्यवादले जहिले पनि चिजहरू आफैमा स्थायी र स्वतन्त्र हुँदैनन्, सबै कुराहरू शर्तहरूमा निर्भर हुन्छन् भन्ने मान्यता राख्छ। त्यसैले तिनीहरू स्थायी स्वभाव हुँदैन। तर यसको मतलब यो होइन कि केही पनि वास्तविक छैन। जीवन अर्थपूर्ण छ, हामीले त्यसको वास्तविक स्वभावलाई सही तरिकाले बुझ्नुपर्छ भन्ने मान्यता चाहिँ शून्यवादले राख्छ। तब कि निहिलिजम जुन प्राय पश्चिमी दर्शनबाट आएको, यसले भन्दछ कि जीवनको कुनै अर्थ छैन, जीवनको कुनै मूल्य छैन, जीवनको कुनै उद्देश्य छैन। त्यसैले निहिलिजम एक किसिमको सम्पूर्ण अस्तित्वलाई निरर्थक अथवा अर्थहीन मान्ने गर्दछ। त्यसैले निहिलिजम बढी नकारात्मक सोच र निराशावादी दर्शन बन्न पुगेको छ। शून्यवाद भनेको सन्तुलित र दयालु दृष्टिकोण हो। यसले के सिकाउँछ भने जब हामी सबै कुरा परिवर्तनशील छ, आपसमा जोडिएको छ भन्ने कुरा बुझ्छौँ तब हाम्रो भित्र करुणा र समझदारी आउँछ। शून्यवादले पीडा हटाउने बाटो देखाउँछ, निराशा फैलाउने बाटो चाहिँ कहिले देखाउँदैन। तर निरर्थकतामा पनि कहिलेकाहीँ मान्छेलाई निराश र एक्लोपना महसुस गराउन सक्छ। जब मानिस केही पनि महत्त्वपूर्ण छैन भन्ने मान्यता राख्छ भने प्रेरणा र सकारात्मकता पनि हराउन सक्छ। शून्यवादमा खालीपन एउटा सकारात्मक अनुभूति हो। जब हामी हेर्छौँ कुनै पनि चिजहरू स्थिर हुँदैनन् भने हामी लचिलो, खुल्ला मनको र शान्त हुन सक्दैनौँ। हामी कडा अपेक्षाहरू छोड्छौँ र चिजहरूलाई जस्तो छ त्यस्तै स्वीकार्न सिक्छौँ। निहिलिजममा खालीपनको मतलब हो पुरै नकारात्मकता, मतलब सबै कुरा बेकार छ, त्यसैले कुनै पनि कुराका लागि मिहिनेत गर्नु वा मोह गर्ने कुरा भन्ने अर्थ हुँदैन। यस्तो सोच आउन सक्छ। शून्यवादले मननशीलता, करुणा र बुद्धिमत्तालाई प्रदान गर्छ। यसले हामीलाई सिकाउँछ कि हरेक पल अनमोल छन्, हरेक जीव महत्त्वपूर्ण छ र हरेक अनुभव सिक्ने मौका बन्न सक्छ। निहिलिजम जुन पश्चिमी दर्शन हो, जसले कहिलेकाहीँ मानिसलाई एक्जिस्टेन्सियल क्राइसिसमा लैजान सक्छ। यदि जीवनको कुनै अर्थै छैन भने किन बाँच्ने जस्ता प्रश्नहरू मानिसको मनमा सृजना गर्न सक्छ र मानिसलाई दुःखी बनाउन सक्छ। अब स्पष्ट छ कि शून्यवाद र निहिलिजम दुवैले देख्ने अथवा हेर्दा मिल्दोजुल्दो जस्तो देखिए पनि यिनीहरू भित्री रूपमा दुवैको भावना र विचारहरू बिल्कुल फरक रहेका छन्। शून्यवादले हामीलाई नकारात्मक बनाउँदैन, बरु हामीलाई सचेत र नम्र, दयालु बनाउने गर्छ। आजको विश्व निकै तीव्र गतिमा दौडधुप गरिरहेको हाम्रो जीवन पनि शून्यवादबाट धेरै आवश्यक ज्ञान अथवा प्रभावित हुन सक्ने अवस्था रहन्छ। त्यसैले शून्यवादबाट धेरै पाठ सिक्न आजको विश्वले पनि आवश्यक छ।
जब हामी देख्छौँ कि हरेक कुरा परिवर्तनशील छन् र अस्थायी छन्, तब हामी हाम्रो भित्री मनको एक प्राकृतिक शान्ति र बुझाइलाई हामीले मनभित्र सिर्जना गर्न सक्छौँ। तनाव, चिन्ता र प्रतिस्पर्धाले भरिएको यो समयमा शून्यवादले सिकाउँछ कि हरेक परिस्थिति बदलिरहन्छ, त्यसैले चिन्ता गर्नु पर्दैन। अहङ्कार र भिडन्त, झगडा आज जहाँसुकै देखिन्छ, तर शून्यवादले नो सेल्फ सिद्धान्त हामीलाई अहङ्कार छोडेर अरूलाई बढी करुणा र बुझाइका साथ हेर्न सिकाउने गर्दछ। जब हामी कडाइका अपेक्षाहरू छोड्छौँ तब हाम्रो सम्बन्ध पनि राम्रो हुन्छ। माइन्डफुलनेस र मेडिटेसन जुन आज विश्वभर लोकप्रिय छन्, यी सबै शून्यवादका व्यवहारिक तरिकाहरू हुन्। आफ्ना सोच र भावनाहरूलाई मात्रै ध्यान नदिनु, तिनीहरूमा टाँसिएर नबस्नु वास्तवमै साँच्चीकै माइन्डफुलनेस हो। यो आधुनिक दुनियाँमा शून्यवादले हामीलाई सिकाउँछ कि बाहिरी कुरामा खुसी खोज्नुभन्दा आफ्नै भित्री स्पष्टता र शान्तिलाई प्राथमिकता दिनुपर्छ। यसरी शून्यवादले आज पनि हाम्रो जीवनलाई धेरै अर्थपूर्ण र शान्तिपूर्ण बनाउन सक्छ। तसर्थ साथीहरू, आज हामीले शून्यवादलाई सरल र गहिरो तरिकाले बुझ्यौँ। शून्यवादले हामीलाई सिकाउने कुराहरू अस्थायी छन्, सबै कुराहरू अस्थायी छन्, सबै अनुभवहरू अस्थायी छन् र बदलिँदै जान्छन्, गतिशील छन्, परिवर्तनशील छन्। जब हामी यो साँचो कुरालाई मनदेखि स्वीकार गर्छौँ, तब हाम्रो जीवनमा फरक किसिमको शान्ति र फरक किसिमको बुझाइ आउँछ। जिन्दगी जहाँ तनाव, प्रतिस्पर्धा र अपेक्षाले भरिएको छ, त्यहाँ शून्यवादले हामीलाई सिकाउँछ कि हामीलाई लचिलो हुनुपर्छ, मायालु, दयालु भएर बाँच्नुपर्छ। जे हुन्छ, राम्रो होस् या नराम्रो होस्, त्यो स्थायी हुँदैन। यो कुरा बुझ्दा हामी बलियो र सन्तुलित बन्छौँ। शून्यवाद केवल दर्शन होइन, यो बाँच्ने तरिका पनि हो। यसले हामीलाई हाम्रो पीडा घटाउन र अरूप्रति बढी माया र समझदारी देखाउन सिकाउँछ। यदि तपाईँलाई यो व्याख्या मन परेको छ भने हाम्रो च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला। कमेन्टमा लेख्नुहोस् कि शून्यवादको कुन चाहिँ विचार यहाँलाई सबैभन्दा बढी प्रेरणादायक लाग्यो। अरू यस्तै गहिरा विषयमा सजिलो भाषामा बुझ्नका लागि हामीसँग जोडिँदै रहनुहोला। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। नमस्कार।